हाई गाइस, तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। अनि आज चाहिँ हेर्न सक्नुहुन्छ, तपाईहरुले देख्दै हुनुहुन्छ, यहाँ मैले लेमन जुस निकाल्दै छु। अनि मेरो घरमा चाहिँ यति धेरै लेमन फलेको, अनि अब यो चाहिँ फलेर पनि झर्नु थाल्यो र है धेरै टाइमसम्म भएकोले गर्दाखेरि अब यो खाइ नसक्ने तालको फलेकोले गर्दाखेरि चाहिँ तपाईहरुलाई पनि मैले यो आइडिया यसरी लेमन जुस बनाएर चाहिँ यसरी सारेर मजाले यसको यो छोक्राहरु निकाल्नु पर्यो नि त हैन। यसरी तारेर चाहिँ अन्त क्यूब बनाएर लेमन क्यूब बनाएर चाहिँ है अन्त तपाईले यसलाई स्टोर गरेर चाहिँ बादमा युज गर्न सक्नुहुन्छ। म चाहिँ त्यसरी युज गर्छु। अनि जब लेमन बेसी हुन्छ, धेरै फल्छ, अनि यसरी लेमन जुस बनाएर चाहिँ टक्क फ्रिजमा राख्ने हो। क्यूब बनाएर लेमन क्यूब बनाएर अनि त्यो क्यूब चाहिँ टक्क चाहिएको बेलामा निकाल्दै चलायो भने चाहिँ दामी हुन्छ, बबाल हुन्छ, हामीलाई मजाले पुग्छ क्या। त्यही कारणले तपाईहरुले पनि तपाईहरुमा धेरै लेमन छ र के गरौँ कुहिएर झरेर भइराख्छ भने यसरी लेमन जुस बनाएर राख्नु होला। अनि जब लेमनको सिजन हुँदैन, अफ सिजन भएको बेलामा यसरी हामीले युज गर्न सक्छौं। यो तपाईहरुलाई सानो टिप्स। ल हेर्नुस् है गाइस, अब चाहिँ यो जुन चाहिँ आइस क्यूब ट्रे छ, यसमा चाहिँ म लेमन जुसलाई भर्दैछु यहाँनिर। अनि यसरी चाहिँ ठक्क भरेर चाहिँ यसलाई भरि भएपछि चाहिँ अनि मजाले लगेर चाहिँ यसलाई म आइस बनाउँछु। हेर्नुस् ल गाइस, यसलाई चाहिँ त्यहाँदेखिको चाहिँ लेमन क्यूब हुन्छ। अनि त्यो क्यूब चाहिँ स्टोर गरेर राख्ने हो गाइस। अनि जति बेला यसको निड हुन्छ त्यति बेला निकालेर चलाउने हो। अब मैले यहाँनिर फिल गर्दैछु यसलाई, यसरी यो फिल भइसक्यो है। अन्त यो अब अलिकति हल्लियो भने चाहिँ यो फेरि पोखिन्छ। अन्त अलग्गै यसलाई चाहिँ नहल्लाई लगेर चाहिँ मैले सट्ट यसलाई फिट गरेँ। गाइस देख्न सक्नुहुन्छ यो आइस यो बनिसकेको छ। अनि यसरी चाहिँ भरेर चाहिँ राख्ने हो जिप्लक प्याकमा। गाइस तपाईहरु कतिजनालाई यो आइडिया थाहा होला, तर जतिजनालाई थाहा छैन तपाईहरुले पनि यसरी लेमन क्यूब बनाएर चाहिँ स्टोर गरेर राखेर युज गर्न सक्नुहुन्छ है। हुन्छ, आजको भिडियो चाहिँ यति नै गाइस, बाइ बाइ।